खाली प्लास्टिकको बोतल फाल्नु अघि यो भिडियो हेर्नुहोस्, धेरै काम लाग्छ। नम्बर 1, हरेक पटक भाडा माझ्दा बचेको खानेकुराले नाली जाम हुन्छ। एउटा प्लास्टिकको बोतल काट्नुहोस्, तल साना प्वाल बनाउनुहोस्, अनि छेउमा 2वटा प्वाल बनाउनुहोस्। सिङ्कको नजिक हुकमा झुन्ड्याउनुहोस्, अब नाली जाम हुन्न। नम्बर 2, हेयर ड्रायरको पछाडि पेपर टिस्यु राख्नुहोस् र आधा बोतल फिट गर्नुहोस्। चिसो हावा अन गर्दा यो सानो भ्याक्युम क्लिनर जस्तै काम गर्छ, कुना काप्चाको फोहोर सजिलै तान्छ। नम्बर 3, बोतलको माथिल्लो भाग काटेर झोलाको मुखमा फिट गर्नुहोस्, झोलालाई बिर्कोले बन्द गर्नुहोस्। आवश्यक परेको बेला सजिलै खोल्न सक्नुहुन्छ। नम्बर 4, आधा काटेको बोतलमा तेल भरी त्यसको माथि अर्को बोतलको मुख फिट गर्नुहोस्। अब यो पर्फेक्ट ऑयल डिस्पेन्सर बन्नेछ। जति चाहिन्छ उति तेल निकाल्न सक्नुहुन्छ, नचुइन्छ नपोखिन्छ। नम्बर 5, कप होल्डर बनाउन कपलाई बोतलको मुखमा लगाउनुहोस्, बोतलको तर टाउको काटेर सजिलै डिजाइन गर्नुहोस् र तल सानो प्वाल बनाउनुहोस्। त्यसलाई वाटर डिस्पेन्सर नजिक टाँस्नुहोस्, कप सजिलै निकाल्न सकिन्छ। नम्बर 6, खाली डिशवास लिक्विड बोतलको माथिल्लो भाग बराबर दुवै छेउ काट्नुहोस्। यो कटिङ बोर्ड ड्राइङ स्ट्यान्ड बन्छ, बोर्डमा कहिले ढुसी लाग्दैन। नम्बर 7, बोतललाई बीचबाट काटेर दुवैतर्फ बराबर प्वाल बनाउनुहोस्। स्ट्र राखेर माथि साना प्वाल बनाउनुहोस्। यो युनिक सिलाइ बाकस बनेर तयार हुन्छ।